हेलो साथीहरू, आज चाहिँ हामी सबै परिवार मिलेर अङ्कलको छोराको पास्नीको लागि तयार भयो। त्यसपछि बाबाले अटो निकाल्नुभयो अनि हामी अटोमा लाग्यौँ। हामी जाँदा जाँदै टाढी भएर जानुपर्ने हुन्छ। त्यसपछि अङ्कलको घर आइपुग्यो। अङ्कलको घर आइसकेपछि मैले हाम्रो नयाँ मान्छेलाई बोकेँ, भात खुवाइ हुने मान्छेलाई। त्यसपछि पूर्वी पनि आइपुगी अनि मम्मीले टिका लगाइदिन सुरु गर्नुभयो। मम्मीको पालो सकिसकेपछि दादाले पनि टिका लगाइदिनु भयो। दादाले टिका लगाइदिएर दक्षिणा पनि दिनुभयो। त्यसपछि साइलो बुवाले पनि बाबुलाई टिका लगाइदिन थाल्नुभयो। टिका लगाइदिइसकेर उहाँले पनि दक्षिणा दिनुभयो। त्यसपछि मम्मीहरूको व्रत भएर फलफुलहरू खान थाल्नुभयो अनि हामी पनि खानातिर गयौँ। खाना खाइसकेर हामी एकछिनमा साइलो बुवाको घर जानतर्फ लाग्यौँ। त्यसपछि हामी अटोमा चढ्यौँ र निनी पनि हामीसँग गफ गरेर ल राम्रोसँग जाऊ भन्नुभयो अनि हामी साइलो बुवाको घर पुग्यौँ। त्यसपछि साइलो मम्मी र हाम्रो मम्मी कुरा गर्न थाल्नुभयो। एकछिनमा हामी घर जानलाई भनेर निस्कियौँ र अटोमा बस्यौँ अनि हामी हाम्रो घरतर्फ लाग्यौँ। जाँदै गर्दा परेरिया पुल आइपुग्छ र हाम्रो घर आयो। आजलाई यति नै, धन्यवाद। सबैले साथ दिनुहोला। बाई।